सम्पूर्ण तपाईको शत्रुको विरुद्धमा तपाईको मनमा आउने तपाईलाई दोष लगाउने हरेक भावना भन्दा माथि बसेर येशूको रगतले भन्छ तिमी छुटकारा भएका छौ, मैले तिम्रो निम्ति रगत बगाएको छु। आमेन। अनि येशूको रगत चाहिँ बोल्छ तपाईको लागि, तिमीलाई मैले मेरो रगत बगाएर किनेको। धेरैचोटि शैतानले तपाईको र मेरो जीवनमा कमजोरी कुरालाई लिएर आउँछ। तिमी कमजोर छौ, तिमी दुर्बल छौ, तिमीले हिजो पाप गरेका छौ, तर येशूको रगतले भन्छ यसैले त मैले उसको निम्ति रगत बगाएको छु र तिमीलाई मेरो रगतले धोएर सिद्ध तुल्याएको छु। आमेन। तेरो दोषी भावनालाई येशूको रगतले के गर्छ? काट्छ। अझै उत्तम कुरा बोल्दछ। अनि येशूको रगतले चाहिँ तपाईको निमित्त चाहिँ विजयको लागि बोल्दछ। आमेन। तपाई हारको जीवन, तपाईले त हारिस, त लडिस, तले सक्दिनस्, बाइबलले भन्छ येशूको रगतले भन्छ तिमी पापबाट विजय भएका छौ। आमेन। के भन्छ? येशूको रगत चाहिँ जहिले पनि तपाईको र मेरो निम्ति विजयको निम्ति बोल्दछ, जितको लागि बोल्दछ। तपाईलाई शैतानले कहिले पनि हराउन सक्दैन। किन हेर्नुहुन्छ? तर जब परमेश्वरले येशूको रगतलाई देख्नुहुन्छ उहाँको हृदय के हुन्छ? शान्त हुन्छ। हालेलुया। अनि परमेश्वरले अनि येशूको रगतद्वारा चाहिँ के छ? हामी परमेश्वरको क्रोधबाट हामी के गरेका छौँ? बचाइएका छौँ। अनि त्यो रगतले जहिले पनि तपाईलाई निर्दोषीकरणको निम्ति बोल्दछ। अनि तपाईँ चाहिँ येशूको रगतद्वारा धोइएको, शुद्ध पारिएको र पवित्र तुल्याइएको हुनुहुन्छ। आमेन। जहिले पनि तपाईको निम्ति, तपाईको निम्ति सुरक्षाको निम्ति रगत बोल्दछ, किनकि त्यो रगत चाहिँ तपाईको निम्ति सुरक्षाको ढाल र पर्खाल भएर खडा हुन्छ। आमेन। त्यही कारणले त मृत्युको दूतले इजरायलीहरूलाई छुन सकेन भने तपाईँ र म त इजरायलीहरू भन्दा कयौं गुणा माथि ख्रीष्टको रगत बगाएर तपाईको र मेरो जीवनमा लगाइएको छ। हाम्रो आत्मा, प्राण र शरीरमा येशूको रगत लागेको कारणले तपाईँ एउटा जयवन्त जीवन जिउन र शैतानका हरेक झुटा कुरामाथि तपाईँ विजयी हुन सक्नुहुन्छ। आमेन। शैतानले जहिले पनि गर्दैन, ख्रीष्टको रगतको कारण हो। येशूको रगतको कारणले हामी के भएका छौँ? उहाँको घरनाभित्र हामी बचाइएका छौँ, परमेश्वरको क्रोधबाट, दण्डबाट छुटाइएका छौँ। के भन्छ यहाँ? तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकद्वारा दाम तिरी तिमीहरू छुट्याइएका होइनौ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याइएका छौ। आमेन। हालेलुया। सुन र चाँदीको थुप्रो दिएर साटेको होइन, तर यसुले आफ्नो रगत बगाएर, आफ्नो प्राण दिएर तपाईँलाई र मलाई साटफेर गर्नुभयो। एक्सचेन्ज, एउटा लाइफलाई एक्सचेन्ज गर्नुभएको छ उहाँले। त्यो रगत आज पनि विजयको निम्ति बोल्छ। आमेन। आज त भन्दा हाम्रो पापले गर्दा हामी मर्नु पर्ने थियो, तर येशू मर्नुभयो। येशूले बगाएको रगतमा जब तपाईँले र मैले विश्वास गर्यौँ, त्यो दिनबाट तपाईँ परमेश्वरको धार्मिकता तपाईँभित्र आएको छ। आमेन। आमेन। हालेलुया। यो त्यसमा झुन्डिने के हुन्छ अरे? हरेक श्रापित हुन्छ भन्छ बाइबलले। किन भन्दा हाम्रो श्राप चाहिँ येशू गर्नुभएको। पापले के जन्मायो? श्रापलाई जन्मायो। अनि त्यो श्राप चाहिँ येशूले के गर्नु? आफ्नो जीवनमा लिनु भयो। र हामीलाई के गर्नु भयो त? व्यवस्थाको श्रापबाट छुटकारा दिएर हामीलाई के तुल्याउनु भएको छ? धर्मी तुल्याउनु भएको छ। आमेन। बाइबलले भन्छ, त्यही भएर के भन्छ? उहाँले हामीलाई मूल तिरेर छुट्याउनु भयो ताकि अब्राहमलाई दिएको आशिष ख्रीष्ट येशूद्वारा अन्य जातिहरूमा आओस् र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौँ। अनि जुन कुरा हामीले पूरा गर्न सकेनौँ त्यो कुरा येशूले पूरा गर्नुभएको छ। आमेन। जुन कुरोमा हामी हारेका थियौँ त्यो कुरोमा येशूले जित्नु भएको छ। जुन कुरामा हामी परमेश्वरको जाने ढोका बन्द भएको थियो, येशू जब क्रुसमा टाँगिने गर्दा अन्तिम अवस्थामा के भयो? त्यो मन्दिरको त्यो पर्दा चाहिँ माथिदेखि तलसम्म के भयो? च्यातियो भन्छ। किन? तबसम्म ढोकाको पर्दा लागेको थियो, परमेश्वरका जाने हाम्रो बाटो खुलेको थिएन, पर्दा लागेको थियो। जब येशूले अवश्य दियो, मन्दिर दुई भागमा, पर्दा दुई भागमा गएर च्यातियो भन्छ बाइबलले। तब मात्र तपाईँ र म परमेश्वरको घरमा प्रवेश पाएका छौँ। आमेन। त्यो घरभित्र तपाईँलाई भव्य स्वागत परमेश्वरले गर्नुभएको छ। अनि त्यही कुरा आज रगतले बोल्दछ, यसको निम्ति मैले रगत बगाएको छु, यसको निमित्त मैले आफ्नो प्राण दिएको छु, त्यही भएर यो मेरो शैतान तैँले छुन सक्दैनन्। म तपाईँलाई आज भन्दछु, तपाईँको आफ्नो दोषी भावनाबाट टाढा हुनुपर्दछ।
छ। तपाईको डरको किल्लाबाट तपाईँ टाढा हुनुपर्छ, किनकि तपाईँको निम्ति रगत सुरक्षाको निम्ति भएर उभिन्छ। आमेन। मैले अस्ति कहाँ हो जाँदाखेरिमा मैले यो कुरा गरेको थिएँ। मेरो बुवाले जहिले पनि खालि गरह काट्ने परेवा काटेर, मैले कुरा कहिल्यै बुझ्दिनँ किन परेवा काटेर गरह काटेको होलान् भन्दा चाहिँ त्यो बुबामा भएको गरह चाहिँ परेवामा हालेर चाहिँ त्यहीलाई काटेपछि रगत त मर्यो नि त। त्यो गरहले गर्दा बुवालाई समस्या हुने रहेछ, तर त्यो परेवा मरेपछि बाउको सट्टामा परेवा मरेको कारणले के भयो त, बाउ चाहिँ ग्रहबाट के भए रहेछन्, बचाइएका रहेछन्। एउटा परेवाको रगतले तपाईँ मान्छेको ग्रह काट्छ भने ख्रीष्ट येशूको रगतले कति गरेर काट्छ होला। आमेन। एउटा परेवाको रगतले मान्छेको ग्रह काटिन्छ। ख्रीष्टको रगत त अनमोल पवित्र सिद्ध रगत बगाउँदै गर्दा तपाईको पाप कति बढ्ता गरेर धोइएको होला। आमेन। कति बढ्ता गरेर तपाईँ धर्मी तुल्याइनु भएको होला, कति बढ्ता गरेर तपाईँ अनुग्रह पाउनु भएको होला। हालेलुया। त्यो रगतमा जीवन छ, त्यही भएर रगतले जहिले पनि के गर्छ, जीवनको कुरा बोल्दछ, छुटकाराको कुरा बोल्दछ, अनि तपाईँ विजयको कुरा बोल्दछ, शुद्धिकरणको कुरा बोल्दछ, तपाईँ के हुनु पूर्ण रूपमा धोइनु भएको कुरा बोल्दछ, पवित्र पारेको कुरा बोल्दछ, अनि तपाईँको धार्मिकताको कुरा बोल्दछ रगतले। हालेलुया।